तपाईँ चाहनुहुन्छ ल परमेश्वर म भविष्यमा तपाईँको मिनिस्ट्री गर्छु, ठुलो मिनिस्ट्री गर्छु। परमेश्वर भन्नुहुन्छ त्यही लेभलको तेरो म्याच्युरिटी पनि बना, त्यही लेभलमा त परिपक्का पनि हो। हामी चाहन्छौँ हाम्रो जीवनबाट परमेश्वरले भयङ्कर आश्चर्य कर्म काम गरेको, मिराकलको काम गरेको, तर मान्छे अलिकति के भने गनायो भने कस्तो गनाएको काम लाग्दैन थियो। बिरामीहरू गनाउने नै हुन्छ। नम्रतामा तपाईँ आउनु पर्यो, प्रेम तपाईँमा बढ्नु पर्यो। तपाईँ भन्नुहुन्छ ए म त मान्छेलाई उत्साह दिन चाहन्छु, मान्छेको टुटेको हृदयलाई म जोड्न चाहन्छु, तपाईँ त्यो व्यक्तिलाई प्रेमै गर्न सक्नुहुन्न। मान्छेले तपाईँलाई विरोध गर्दाखेरि तपाईँ उल्टै विरोध गर्नुहुन्छ भने कसरी तपाईँ त्यो व्यक्तिको चोट चाहिँ तपाईँ निको पार्न सक्नुहुन्छ? सक्नुहुन्न। प्रेमले मात्र सक्छ, प्रेमले मात्र निको पार्न सक्छ। मान्छेहरूले तपाईँको विरोध किन गर्छ? उसको हृदयमा केही चोट लागेको हुन्छ, ऊ चाहिँ के भने परिपक्का हुँदैन, ऊ चाहिँ ब्लिडिङ भएको। तपाईँ भन्नुहुन्छ म मानिसको हृदयलाई म जोड्न चाहन्छु, निको पार्न चाहन्छु, त्यो चोट भत्किरहेको व्यक्तिलाई म के निको पार्न चाहन्छु, म त्यो सेवकाई गर्न चाहन्छु। अब तपाईँ मान्छेलाई बुझ्नु नै हुन्न भने, मान्छेको हृदयलाई तपाईँ बुझ्नुहुन्न भने, मान्छेलाई तपाईँ प्रेम गर्नुहुन्न भने तपाईँले कसरी सक्नुहुन्छ त्यो कुरा गर्न? सक्नुहुन्न। तपाईँ जुन लेभलमा तपाईँ सेवकाई गर्न चाहनुहुन्छ भने नि तपाईँ त्यही लेभलमा तपाईँ तपाईँको म्याच्योरिटी पनि त्यही लेभलमा तपाईँ जानुपर्छ। तपाईँको परिपक्वता पनि त्यही लेभलमा बढेर जानुपर्छ। तपाईँ हजारौँमा मिनिस्ट्री गर्न चाहनुहुन्छ, तपाईँ घरकै 2-3 जना 5 जनालाई तपाईँ प्रेम गर्न सक्नुहुन्न भने कसरी सक्नुहुन्छ? सक्दैन। तपाईँको मिनिस्ट्री चाहिँ घरबाट सुरु हुन्छ। तपाईँ हजारौँमा सेवकाई गर्न चाहनुहुन्छ, तपाईँ के भने मण्डलीको व्यक्तिहरूलाई तपाईँ प्रेम गर्न चाहनुहुन्न भने तपाईँले कसरी सक्नुहुन्छ? सक्नुहुन्न। तपाईँको पहिला मिनिस्ट्री चाहिँ घरदेखि अनि मण्डलीमा सुरु हुनुपर्छ, बिस्तारै बढेर जान्छ। जब तपाईँ त्यही लेभलमा पुग्नुहुन्छ, तपाईँको म्याच्योरपन परिपक्वता त्यही लेभलमा पुग्छ, परमेश्वरले त्यही लेभलको जिम्मा पनि दिनुहुन्छ, त्यही लेभलको अभिषेक पनि तपाईँलाई परमेश्वरले दिनुहुन्छ। बोलोवर छ होला। एउटा प्रभुको दासले के भन्नुहुन्छ, धेरैजना व्यक्तिहरू चाहिँ के भने 70-80% 90% व्यक्तिहरू चाहिँ आफ्नो बोलोवर पुरा नगरिकन मर्छ। किन? त्यो म्याच्योरमा पुग्दैन, त्यो लेभलमै पुग्दैन। यसरी भन्छ एफएसी 1:18 म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालोस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकार सम्पत्ति के हो तिमीहरूले जान्न सक। तपाईँ जसै चाहिँ म्याच्योर हुँदै जानुहुन्छ, तपाईँले आफ्नो बोलावट तपाईँले थाहा पाउँदै जानुहुन्छ, तपाईँले आफ्नो कलिङ तपाईँले थाहा पाउँदै जानुहुन्छ। जसै तपाईँ बढ्दै जानुहुन्छ, ग्रोथ चाहिँ अटोमेटिक हुँदैन। कसैले तपाईँलाई टाउकोमा हात राखेर प्रार्थना गर्दै येशूको नाममा प्रभुमा डरो भइजा हुँदैन। यो चाहिँ प्रोसेस हो, म्याजिक छैन यहाँनिर, प्रोसेस छ यहाँनिर। तपाईँको नानीको जस्तै अब यहाँनिर नानी यसलाई टाउकोमा राखेर येशूको नाममा 18 वर्षको भइजा हुन्छ? हुँदैन। आत्मिक ग्रोथ तपाईँको प्रभुमा बढुवापन पनि त्यही हो, परिपक्वता पनि त्यही हो। तपाईँको प्रोसेस हुनुपर्छ। तपाईँ परिपक्वतातिर जानु छ भने चाहिँ तपाईँले बालकपन चाहिँ तपाईँले छोड्नुपर्छ।